आज मसरुम विथ भेजिज स्टर फ्राई बनाउँ है त। एउटा प्यानमा तेललाई मजाले फैलाएर त्यसमा चप्ड लसुन एड गर्नुहोस् र त्यस्तै गरेर स्लाइस मसरुम पनि एड गरिदिनुहोस् र हाई हिटमा टस गर्नुहोला। अब यसमा ब्रोकोली, त्यसै गरेर येलो बेल पेपर, स्लाइस्ड क्यारेट्स हालेर हल्का चलाउनुहोस्। अब यसमा स्वाद अनुसार नुन र पेपर पनि एड गर्नुहोस् र फेरि टस गर्नुहोस्। अब म डार्क सोया सस हाफ बिर्को जति एड गर्दैछु। त्यसलाई पनि टस गरेर मजाले पाकिदिनुहोस्। लास्टमा चाहिँ मलाई अलिकति ट्याङ्गी फ्लेभर मनपर्ने भएकोले केचप पनि एड गर्दैछु। यो चाहिँ स्वाद अनुसार हाल्नुहोला। ल हेर्नुहोस् त कति छिटो रेडी भइसक्यो हाम्रो स्टर फ्राइड मसरुम विथ भेजिज।